Guys, welcome to my channel है। आज हेर्नु स्लो ड्युटी ड्युटी गर्नुपर्छ राति है। रुममा जानु परिरहेछ, चुनाव चलिरहेछ हैन। पुलिसहरु बाटोमा भेटेपछि त कट्टा हान्छ फेरि। ओके नि भाइ, हान्छ। हाम्रो ड्युटी कस्तो छ भन्दा धेरै कडा हेर्नु, कोही पनि यो भिडियो हेरेर होटल लाइनमा आउनुहुन्छ भने नआउनु, धेरै गाह्रो छ नि है। उतापट्टि चोकमा टिक्क पुलिसहरु बसिरहेको छ। घन्टै बसेर सोध्छ कहाँ गइरहेको राति किन बसिरहेको छ। दौरो हान्दियो भने भाग्नुपर्छ फेरि। त भन्छ भाइ के भन्छ अलि यो लाइफको बारेमा कस्तो भन्छ। लाइफ फक्कम चलिरहेको छ आज होइन, सोचे जस्तो केही भइरहेको छैन। केटा हो भोट चाहिँ दिनुपर्छ, भोट केमा होला है, घन्टीमा हेर यसपालि केही गरेर देखाउनु पर्छ सबजनालाई ध्यान दिइहाल्दै हेर एकदम बबाल तरिकाले भोट चाहिँ दिनु होला। तपाईँको बच्चेदेखिको र जन्मसिद्ध अधिकार हो भोट दिने। भोट चाहिँ आफ्नो राम्रो चुनेको युवाहरूलाई दिनु होला। घन्टीमा चाहिँ र माटोमा चाहिँ सपोर्ट गर्नु होला। अरू ठाउँलाई नगए पनि केपीवाला हटाउनु छ होइन, नयाँ युवाहरूलाई ल्याउनु छ, नयाँ देश बनाउनु छ। यतिमै म आफ्नो दुई शब्द टुङ्गाउन चाहन्छु। फाइनली हामीहरू चाहिँ 3 किलोमिटर हिँडेर आफ्नो रुमसम्म पुगिरहेको छ होइन। राति कति बजी रातिको 2 बज्न आँटेछ है। रुममा पुग्छ, अलिकति रमाइलो हुन्छ। अब केटाहरूलाई मनपर्छ यतापट्टि लिएर कोही पनि छैन, शान्ति बसिरहेको छु। भाइ मजा आउँछ है, हुन्छ। सर्वप्रथम देशलाई नयाँ बनाउनु छ भने राम्रो उम्मेदवार चुन्नु होला। हमेसा राम्रो कदम, राम्रो देश, हाम्रो विकास। 10 घन्टा काम गरेर पनि होइन टाइममा ढोका खोल्दैन कि सोध्नु पर्ने अवस्था फेरि रोडमै फेरि उठ्नु पऱ्यो, भोलि जानु पऱ्यो। कम गाह्रो छ त केटाहरूको लागि भाइ, हो कि होइन भाइ भन् त। एकदम गाह्रो छ यार, एकदम कमाएर खानु चाहिँ गाह्रो छ कि कमाएर खानु चाहिँ एकदम गाह्रो छ। बुझिरहेको बुझ्यो नि। फाइनल्ली मेरो बहिनीले ढोका खोलेछ, उता हेर त। सुन्नु पर्दैन सुन्दिन पनि सक्यो होला होइन। ठिक छ ल गाइज, आज यति भन्दै आजको भिडियो म यहीँसम्म टुङ्ग्याउँछु। प्लिज लाइक कमेन्ट सब्सक्राइब गर्नु चाहिँ सेयर गर्नु चाहिँ नभुल्नु होला है। र एउटा डान्स जाने बेला गर्नु डान्स या एकदम छमिया डान्स हाल्छ रे यो मान्छेले त।